चाहिँ GIS DM फाइल खोल्ने पहिला सुरु नेपालको यसमा चाहिँ हाम्रो हेरोक्स लोकेट गर्नको लागि हेरोक्सको KML फाइल राख्यो भने सजिलो हुन्छ भन्ने हिसाबले त्यसपछि हामीलाई चाहिने जति मात्र DM फाइल चाहिँ क्लिप गरिदिने त्यसको लागि क्लिप डाटा म्यानेजमेन्टबाट हाम्रो DM फाइल सिलेक्ट गर्ने मिस्टेक भयो DM फाइल सिलेक्ट गर्ने त्यसपछि हामीलाई चाहिने एरिया त्यसपछि हामीलाई चाहिने एरिया चाहिँ यहाँबाट यस्तै राख्ने अब टप लेफ्ट भनेपछि यतातिरको लिदिउँ टप लेफ्ट भनेपछि तपाईँको टप लेफ्टको लागि 66 40 को राख्ने माथिको नथिङ 31 12 31 31 बटम लेफ्ट हुने चाहिँ यतातिर ल्याइदिने तलतिरको 3056 30 हाल्ने अनि राइटतिरको हुने चाहिँ 71 28 71 क्लिक कर पुरानो फाइल हटाइदिँदा भयो अब यसमा हाम्रो टुल्स बक्समा गएर चाहिँ स्पेसियल एनालाइसिस टुल्समा गएर त्यसमा हाइड्रोलोजीकोमा गएर पहिला यसको फिल गरौँ फिल गर्दाखेरि हामी क्लिप भएको DM फाइलमा चाहिँ फिल गर्छौँ फिल भइसकेपछि हामी फ्लोर डिरेक्सन हेर्छौँ फ्लोर डिरेक्सनको लागि हामी फिल भएको फाइल सिलेक्ट गर्छौँ फ्लो डिरेक्सन पनि सकेपछि अब हामी फ्लो एकोमोडेसन गर्छौं। फ्लो एकोमोडेसन गर्दा हामी फ्लो डिरेक्सन सिलेक्ट गर्छौं। अब हामी प्रपर्टिजमा गएर क्लासिफाइडमा गएर दुईटा मात्र क्लासिफायर सिलेक्ट गर्छौं। दुईटा मात्र गर्दाखेरि चाहिँ यसले खोला र अरू एरियामा चाहिँ छुटाउँछ। यसमा 80,000 आछ तर हामी 500 राखिदिन्छौँ अथवा
मात्र राखिदिन्छौँ। जति कम राख्यो त्यति चाहिँ सानसानो खोलाहरू पनि यसले चाहिँ भिजुलाइज गर्छ। अब हाम्रो हेडक्सको बाकुरमा हेडक्सको एरिया यस्तो देखियो। अब यो हेडक्सको उसका लागि पहिलोचोटि यो फाइललाई सेभ गर्नुपर्छ। अब हामी चाहिँ जहाँनिर हेडक्स बनाउने हो त्यहाँनिर एउटा पोइन्ट फेरि राख्नुपर्छ। त्यसको लागि हामी फेरि गएर एउटा कुनै एउटा फाइल बनाउँछौँ फर रेकर्ड। मैले पहिल्यै गरिसकेको थिएँ, त्यही पनि अहिले चाहिँ रेकर्डको लागि चाहिँ गर्न लाग्यो। यसमा सेभ गर्छौँ। यो गरेपछि अब हामी हेडक्सको पोइन्ट जहाँबाट क्याचमेन्ट एरिया निकाल्ने हो त्यो पोइन्ट दिनको लागि हामी क्याटलगमा गएर अघि जुन फाइल हामीले सेभ गरेका छौँ यो जीएस फाइल, त्यहाँ गएर न्यू सेभ फाइल दिन्छौँ। त्यसको लागि यहाँनिर हेडक्स भनेर दिएँ। हेडक्स भनेर एउटा पोइन्ट दिएपछि त्यो पोइन्टलाई अब हामी एडिट गर्छौँ। एडिट गर्दाखेरि हेडक्स पोइन्टलाई हामी एडिट गर्छौँ। हेडक्स पोइन्टलाई एडिट गर्दाखेरि अब हामी हेडक्स कहाँनिर बनाउने त्यहाँनिर हाम्रो पोइन्ट हालिदिन्छौँ। सिलेक्ट गर्ने अनि यहाँनिर हेडक्सको पोइन्ट हाल्ने। अब एडिटलाई हामी सेभ गर्छौँ। त्यसपछि स्टार्ट गर्छौँ। यो भएपछि अब हामी वाटर सिट निकाल्छौँ। वाटर सिट आएकै उसबाट डाइरेक्ट वाटर सिटमा जाने, त्यहाँबाट हामी सिलेक्ट गर्ने फ्लो डिरेक्सन सिलेक्ट गर्ने। त्यसपछि इनपुट डाटामा हामी हेडक्सको पोइन्ट राख्दिने। त्यसलाई हामी के गरेपछि अब हाम्रो चाहिँ क्याचमेन्ट एरिया रास्टर फाइलमा भयो। अब यो रास्टर फाइललाई चाहिँ हामी पोलिलाइनमा जान्छौँ जबकि क्याचमेन्ट एरिया निकाल्न सजिलो होस्। त्यसको लागि रास्टर टु पोलिगन भनेर सर्च गर्छौँ। त्यो गरेपछि रास्टर टु पोलिगन सिलेक्ट गरेर हामी यता वाटर सिट सिलेक्ट गरेर त्यसलाई हामी ओके गरिदिन्छौँ। अब हाम्रो यहाँनिर क्याचमेन्ट पोलिलाइनमा क्याचमेन्ट आइसक्यो। त्यसको लागि त्यो सिलेक्ट गरेर हामी टेबलमा जान्छौँ। एक्टिभिटी टेबलमा हामी एड फिल्ड गर्छौँ। एड फिल्डमा एरिया राखिदिन्छौँ। यसलाई हामी अहिलेको फ्लोटहरू राखिदिँदा हुन्छ। यसलाई क्यालकुलेट जोमेट्री गर्छौँ। क्यालकुलेट जोमेट्री गर्दाखेरि स्क्वायर किलोमिटरमा हामी के गरिदिन्छौँ। हाम्रो क्याचमेन्ट एरिया चाहिँ 7.05 रहेछ भन्ने भयो किलोमिटर स्क्वायर। अब हामीलाई चाहिँ यहाँभित्रको क्याचमेन्टको पनि इलिभेसन वाइज क्याचमेन्ट निकाल्न पऱ्यो भने पहिला सुरु त हामी क्लिक गर्छौँ। यसलाई हामी क्लिक गर्छौँ। क्लिक गर्दाखेरि क्लिप डाटा म्यानेजमेन्टमा सिलेक्ट गर्छौँ। यसमा हामी सिलेक्ट गर्छौँ अघिको डिएम फाइलवाला। त्यसपछि के क्लिक गर्ने भन्दाखेरि हाम्रो वाटर सिट रास्टर टु वाटर सिट पोलिगन बनाएको वाटर सिट चाहिँ हामी सिलेक्ट गर्छौँ। युज इनपुट फिचर्स फर क्लिपिङ चाहिँ यो चाहिँ अनिवार्य थिच्नुपर्छ यसको लागि। अनि ओके गर्दाखेरि हाम्रो चाहिँ न्यू डिएम फाइल चाहिँ जेनेरेट हुन्छ। न्यू डिएम फाइल जेनेरेट हुँदाखेरि हाम्रो अब के आयो त 1668 चाहिँ हाम्रो हेडक्सको एलिभेसन भयो। त्यसपछि 3356 चाहिँ हाम्रो क्याचमेन्ट एरियाको सबैभन्दा हाइस्ट पोइन्ट भयो। अब हामी यसलाई चाहिँ एलिभेसन छुट्याउनको लागि 3000 भन्दा तलतिर कति छ भने छुट्याउनको लागि रिक्लासिफाई गर्छौँ। रिक्लासिफाइमा हामी 3D एनालिस्टमा जान्छौँ। त्यसपछि यसमा हाम्रो जुन अहिले चाहिँ हाम्रो क्लिप भएको डिएम छ हाम्रो क्याचमेन्ट एरियाको त्यो सिलेक्ट गर्छौँ। त्यो गर्दाखेरि अब यहाँ हामी जति एउटा ग्रुपिङ गरेँ त्यतिवटा हुन्छ। अहिले त मलाई दुईवटा मात्र ग्रुपिङ चाहिन्छ, त्यही भएर बाँकी मैले डिलिट गरिदिएँ। 1668 हाम्रो हेडक्सको लेभल भयो। त्यसपछि यहाँ मलाई चाहिने भनेको 2999 3000 भन्दा तलतिर। यहाँ चाहिने भनेको 3000 भन्दा ठ्याक्कै माथि
टप जति छ त्यति राख्दिने, यसलाई क्लासिफाई राख्दिने अनि ओके गर्दाखेरि अब हाम्रो यहाँनिर क्लासिफाई हुन्छ। क्लासिफाई हाम्रो चाहिँ डिएम फाइल नै क्लासिफाई भइरहेछ। यहाँनिर डिएम फाइल क्लासिफाई भएको भएर मैले सबै उसका डिएम फाइल हाम्रो क्लासिफाई भयो राख्दा ठिकै हुन्छ। अब 1 भनेको चाहिँ हाम्रो 3000 भन्दा तलको, 9 भनेको 3000 भन्दा माथिको। अब यसलाई यसको एरिया छुट्टा छुट्टा निकाल्नलाई हामी फेरि यसमा के गर्छौँ भन्दाखेरि यसलाई रास्टर टु पोलिगन गर्छौँ। रास्टर टु पोलिगन गर्दाखेरि अब हामी यहाँ सिलेक्ट गर्छौँ डिक्लासिफाई जुन गरेका छौँ डिएम फाइल त्यो सिलेक्ट गर्छौँ। त्यो गरेपछि अब हाम्रो नयाँ पोलिगन आयो। अब नयाँ पोलिगनमा हाम्रो यसलाई हामी एट्रिब्युट टेबल खोलेर यसमा एड फिल्ड गरेर एरिया राख्छौँ। एरियामा फ्लोटै राखेर के गर्दा क्यालकुलेट जोमेट्रीमा हामी स्क्वायर किलोमिटर राख्छौँ। के गर्छौँ अब हाम्रो आयो ग्रिड कोड 99 भनेको 3000 भन्दा माथिको, ग्रिड कोड 1 भनेको 3000 भन्दा तलको। यो एरियालाई अब हामी कपी गर्छौँ। यो एरियालाई हामी कपी गर्छौँ अनि हामीलाई चाहिने ठाउँमा राख्छौँ। यसरी हाम्रो क्याचमेन्ट आयो, एलिभेसन वाइज त्यो छुट्टाएर नि आयो। अब हामी यसमा चाहिँ तपाईको मेट्रोलोजी डाटाको लागि, रेनफल डाटाको लागि चाहिँ अब हामी यसमा काम गर्छौँ। यही उसमा हाम्रो क्याचमेन्टमा चाहिँ कुन कुन स्टेसनबाट पानी पर्छ अनि त्यसमा चाहिँ कति चाहिँ हाम्रो चाहिँ प्रिसिपिटेसन हुन्छ भन्ने कुरा निकाल्छौँ। प्रिसिपिटेसनको लागि हामी पहिला सुरु यसमा सिलेक्ट गर्छौँ मेट्रोलोजी डाटा हामी सिलेक्ट गर्छौँ। मेट्रोलोजी डाटा चाहिँ हामीसँग डिएम फाइल छ। त्यो डिएम फाइल हामी सेभ फाइल हामी यसमा गऱ्यौँ। अब हाम्रो नेपालको सबै मेट्रोलोजी स्टेसन यसरी आयो। अब मेट्रोलोजी स्टेसन हामीलाई जुन जुन चाहिँ आवश्यक पर्छ त्यो मात्र हामी सेलेक्ट गर्छौँ। पहिला यो चाहिन सक्छ, यो चाहिन सक्छ, यो चाहिन सक्छ, यो चाहिन सक्छ, यो चाहिन सक्छ। यो टपको लागि यो भयो। यसले रेक्ट्याङ्गुलर फर्म गर्छ। रेक्ट्याङ्गुलर फर्म गर्दाखेरि अब यो पोइन्ट सिलेक्ट गरे पनि हुन्छ। यो पोइन्ट सिलेक्ट गर्दाखेरि यसले यस्तो जान्छ, यस्तो आउँछ, यो यस्तो जान्छ अनि यिनीहरूले क्या उस्तिन्छ। त्यो चाहिँ हाम्रो नेपालभन्दा माथिको चाइना भएर यसको डाटा छैन। अहिलेलाई हामीले चाहिँ यसको योभन्दा जे होस् हाम्रो क्याचमेन्ट छुनुभन्दा माथिपट्टिको डाटा लिनुपर्छ। त्यसको लागि यो दुइटै डाटा लिँदा पनि भयो। अब जुन हामीले सेलेक्ट गरेछौँ त्यसलाई हामी चाहिँ एउटा छुट्टै डाटा सिलेक्सनको छुट्टै एउटा फाइल बनाउँछौँ। छुट्टै बनायो। अब हामीलाई यो सबै डाटा चाहिँ काम छैन, त्यसलाई निकालिदिँदा पनि हुन्छ। अब यसमा हामी थेसन पोलिगन लगाउँछौँ। क्रिएट थेसन पोलिगन गर्छौँ हामी। क्रिएट थेसन पोलिगन गर्दाखेरि अब यसमा हामी सिलेक्ट गर्छौँ अघिको जुन चाहिँ मेट्रो स्टेसन डाटाहरू छ त्यो सिलेक्ट गर्छौँ। त्यो सिलेक्ट गरेपछि अब यसले आफ्नो चाहिँ उस गर्यो, आफ्नो एउटा एरिया गर्यो कुनले कति दिन्छ भनेर। अब यहाँबाट यत्तिकै हेर्दाखेरि चाहिँ जहाँ चाहिँ हाम्रो क्याचमेन्ट छ त्यो क्याचमेन्टमा चाहिँ एउटा मात्र स्टेसन पऱ्यो डाइरेक्ट पनि भयो। कतै चाहिँ दुईवटा स्टेसन पर्न सक्छ। त्यो दुईवटा स्टेसन पऱ्यो भनेदेखि हामीले चाहिँ त्यसको क्याचमेन्ट फेरि एरिया निकालेर अनि एरिया वाइज चाहिँ त्यसको प्रिसिपिटेसन कति छ त्यसले चाहिँ हामी क्यालकुलेसन गर्छौँ। अब यसमा हामी एकचोटि क्लिक गर्छौँ। फेरि क्लिक गर्दाखेरि हामी डाटा म्यानेजमेन्टमै जाँदा नि हुन्छ। डाटा म्यानेजमेन्टमा जाँदाखेरि हामी यसमा क्लिक गर्छौँ। अलिअलि क्लासिफाई गरेको पोलिगनवाला फाइल यसमा हामी राखिदिन्छौँ हाम्रो वाटर सेड फ्लो।
रेस्टर टु वाटर सिट जुन अब त्यो पोलिगन क्रिएट गरेछौँ हामी रेस्टर फाइलबाट त्यो चाहिँ सिलेक्ट गर्छौँ। यो भनेको रेस्टर टु वाटर सिट। यसलाई हामी फेरि यो गर्दा नि भयो नगर्दा नि भयो, यस्तो खालको त्यस्तो असर गर्दैन। अब यो भएपछि यसले क्लिप चाहिँ अब हाम्रो एरियाको मात्रै क्लिप दिन्छ। अब हाम्रो नयाँ उस आयो। अब हाम्रो नयाँ आउँदाखेरि रेस्टर टु क्लासिफाई 6 यसको ओपन एट्रिब्युट टेबल गर्छौँ। यो हटाइदिन्छौँ, यसमा चाहिँ नयाँ फाइल चाहिँ यो हाल्दैछ। यसमा ओपन एट्रिब्युट टेबल गरेर हाम्रो पोलिगन यो भयो। हाम्रो अर्को चाहिन्छ, हामीलाई क्याचमेन्ट चाहिन्छ। वाटर फ्लो सिट भयो, वाटर फ्लो सिट रेस्टर टु वाटर फ्लो सिट, रेस्टर टु वाटर फ्लो सिटमा यसमा हाम्रो क्याचमेन्ट होला। यसमा हाम्रो एट्रिब्युट टेबल गरेर यसमा हाम्रो क्याचमेन्ट छ यति। अब हामी के गर्छौँ भन्दाखेरि यो दुईटा क्लिक गर्दाखेरि एउटा क्लिप आउँछ हाम्रो इनपुटमा हाम्रो चाहिँ reclassify 6 clip, reclassify 6 clip। डिभिजनको उस पायो। यो मेट स्टेसनको उस भयो, मेट स्टेसनको डाटा भयो। मेट स्टेसनको डाटा सरी हामीले के गर्दा त्यसपछि हामी जान्छौँ रेस्टर टु वाटर सिट 11 वाला सिलेक्ट गर्छौँ। यसमा हाम्रो ओपन एट्रिब्युट टेबल गर्छौँ। मेट स्टेसन क्लिप नामले सिलेक्ट गर्छौँ। मेट स्टेसन त्यसमा पोलिगन यसमा हामी सिलेक्ट गर्छौँ। वाटर सेट वाटर सेट
प्रपर्टिजमा हेर्छौँ एट्रिब्युट टेबलमा। अब यसमा हामी एड फिल्ड गरेर एरिया राख्छौँ, यसमा फ्लोटै राखेर जान्छौँ। यसमा क्यालकुलेट जियोमेट्री 7.0। अहिले चाहिँ हाम्रो एउटा मात्र चाहिँ मेट्रोलोजी स्टेसन परेको भएर एउटा है, यसमा 2-3वटा परेको भयो, यहाँ आउँथ्यो। अब यसमा हेर्दाखेरि चाहिँ इनपुट एफआइडी नम्बर 61 छ। यो एफआइडी नम्बर 61 कहाँनिर छ भनेर चाहिँ फेरि यो मेट स्टेसनमा हेऱ्यो भने यहाँबाट यसको चाहिँ टेबलमा हेऱ्यो भने एफआइडी नम्बर 61 यहाँ रहेछ। घुमथाङ, हाम्रो चाहिँ घुमथाङको मात्र पानी पर्दो रहेछ भन्ने भयो। यसले ल आज चाहिँ हामीले प्रिसिपिटेसन निकाल्ने के गरी हाम्रो चाहिँ प्रिसिपिटेसनमा चाहिँ एउटा मात्र स्टेसन नपरिकन अरू धेरै स्टेसन परेको भए चाहिँ त्यसमा त्यही अनुसारले क्याचमेन्ट एरिया निकालेर अहिले जसरी यसमा हामीले क्याचमेन्ट निकाल्यौँ, यसमा चाहिँ क्याचमेन्ट एरिया चाहिँ हाम्रो एफआइडी 60 नम्बरको यति छ। एउटा मात्र स्टेसन परेको भएर यसमा 2-3वटा स्टेसन पऱ्यो भने यो हरेकको स्टेसनको क्यालकुलेसन गरेर गर्थ्यौँ।